अहिले चाहिँ मेरो छोरी अलिक राम्रो भएको छ अनि खेल्दैछ। के बनाएको छोरी? अहिले पनि हल्का बोल्नु सक्दैन, घाँटीकै उयो छ किनकि बेसी दिन भएको छैन अनि बोल्नु पनि हुँदैन, तर बोल्नु खोज्छ यत्रो हल्का आवाज निकालेर। टेपले टाल्नुपर्छ। उहाँ सर्कोमा छ, जा त ठुलो टेप खुट्टा मुनि यो टालिदिनु पर्यो। जा टेप लिएर आइज। अब यहाँनिर साबुन राखेको थिएँ मैले, नुहाउने साबुन होटलको एक बिन्डलै ल्याएर यहाँ राखेको थिएँ नि त। अनि खेल्ने घर बनाउने के बनाएछ काटकुट गरेर यी बल्ल बल्ल अब नानीको स्कुल लाउने पनि गाउँबाट लगाएको थियो निकालेर यहाँनिर अब लगाउने टाइम भइसक्यो। यहाँ फेरि त्यस्तै टाइममा हुँदो रहेछ, अप्रिल मेतिर हुँदो रहेछ एडमिसन पनि।